This video is Elections Part 2. नमस्कार तथा स्वागत छ हजुरहरूलाई हाम्रो अर्को भिडियोमा र आजको विशेष अवसर विद्यालय क्याप्टेन र भाइस क्याप्टेनको मतगणना तथा शपथ ग्रहण समारोहमा। यस ऐतिहासिक दिनमा हामी विद्यालय नेतृत्वको जिम्मेवारी र कर्तव्य नयाँ पुस्ता यानि कि क्याप्टेन र भाइस क्याप्टेनलाई हस्तान्तरण गर्दैछौँ। पछिल्ला केही दिनहरूमा हाम्रो विद्यालयका विद्यार्थीहरूले आफ्नो प्रतिनिधि चयन गर्नुभएको छ, जसको लागि मतदान गरिएको थियो। अब त्यो बहुप्रतीक्षित क्षण वा अवसर आएको छ। हेरौँ है त मतगणना कसरी भइरहेको छ भनी र यसको बारेमा विशेष विश्लेषण हेर्दै जाऊँ। ल अब हेरौँ है त कुन उम्मेदवारले सबैभन्दा धेरै मत पाउनु भएको छ। र अब यहाँ छन् मतका परिणामहरू। साथै विद्यालयको भाइस क्याप्टेनको लागि 15 जना उम्मेदवारमा विजय हुन सफल ज्ञानको भण्डार चिन्ह किताब राखेर अगाडि बढ्न सफल उम्मेदवार हुनुहुन्छ श्री केसी। सोच्नु भएको थियो, कस्तो सोच्नु भएको थियो त मत कस्तो हुन्थ्यो होला जस्तो लाग्थ्यो। विद्यालयको क्याप्टेनका लागि 2 जना उम्मेदवारहरू हुनुहुन्थ्यो, जसमा नेपालको राष्ट्रिय फुल गुराँस चिन्ह भएको उम्मेदवार विजय हुनुभएको छ। उहाँ अरू कोही नभएर हुनुहुन्छ सम्पदा मल्ल। नेपालीमा विद्यार्थीहरूलाई राम्रोसँग डिसिप्लिनहरूमा अनुशासनमा बसाल्छु अनि विद्यार्थीहरूलाई हरेक कार्यमा सघाउँछु। विजय हुने सम्पूर्ण उम्मेदवारहरूलाई हृदयदेखि नै धेरै धेरै बधाई छ। अब हामी सरस्वती हाम्रो विद्यालयको शपथ ग्रहण कार्यक्रम सुरु गर्दैछौँ, जसमा नवनिर्वाचित क्याप्टेन र भाइस क्याप्टेनलाई मञ्चमा आमन्त्रण गरिन्छ। निष्ठापूर्वक प्रतिज्ञा गर्छु, ईश्वरको नाममा शपथ लिन्छु कि म सधैँ यस विद्यालयको गौरव र प्रतिष्ठा कायम राख्ने प्रयास गर्नेछु। यस विद्यालयमा निर्धारित आचार संहिता तथा नीति नियमप्रति पूर्ण वफादार रही क्याप्टेन पदको जिम्मेवारी कसैको डर नमानी पक्षपात नगरी कसैप्रति पूर्वाग्रह वा खराब भावना नलिई इमानदारीका साथ पालना गर्नेछु र आफ्नो कर्तव्य पालनाको सिलसिलामा आफूलाई जानकारी हुन आएको कुरा म पदमा बहाल राख्दा वा नराख्दा जुनसुकै अवस्थामा पनि प्रचलित कानुनको पालना गर्दा बाहेक अरू अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा सङ्केत गर्ने छैन। कर्तव्य तथा अधिकारहरू समयमै विद्यालयमा उपस्थित भई सम्पूर्ण गतिविधिमा सहभागिता जनाउनेछु। विद्यार्थी एवं समग्र विद्यालयको सरसफाइ तथा व्यवस्थापनमा विशेष ध्यान दिनेछु। विद्यार्थीहरूको उपस्थितिमा निरन्तरता तथा सक्रिय सहभागिता भन्ने मूल उद्देश्यलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने र सदैव इमानदार जिम्मेवारी र सभ्य व्यवहार प्रस्तुत गर्नेछु। विद्यालय पोसाकको प्रयोगलाई अनिवार्य तथा निरन्तर गराउन विद्यालय प्रशासनको पूर्ण सहयोगमा विशेष पहल गर्नेछु र विद्यालयको आन्तरिक विषयहरू गोप्य राख्नेछु। प्रशासनसँग विद्यार्थीका समस्याहरू उठाउने र समाधानका लागि विशेष पहल गर्नेछु। शिक्षक र प्रशासनसँग विद्यार्थीका हक र अधिकारको रक्षा गर्नका लागि संवाद र सहकार्य गर्नेछु। विद्यार्थीको शैक्षिक गुणस्तर सुधारका लागि योजना र कार्यक्रमहरू सञ्चालन गर्नेछु। विद्यार्थीहरूको मानसिक स्वास्थ्य र मनोबल उच्च राख्नका लागि विभिन्न कार्यक्रमहरूको आयोजना गर्नेछु।
विद्यालयमा निर्धारित नीति तथा नियमहरूको पालना गर्ने गराउँछु र यो मेरो वाचा सुनिश्चित गर्नका लागि विशेष पहल गर्नेछु। विद्यालयका विभिन्न आन्तरिक गतिविधिहरूमा विद्यार्थीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नेछु। आफ्नो जिम्मेवारी अनुसार नेतृत्व प्रदान गर्नेछु, साथै अन्य विद्यार्थीलाई सकारात्मक कार्यमा सहभागिता शिक्षक, कर्मचारी, अभिभावक र मान्यताहरूप्रति सधैँ आदर तथा सम्मानजनक व्यवहारहरू प्रस्तुत गर्नेछु। सम्पूर्ण कर्तव्यहरूको पालना गर्ने प्रतिज्ञा गर्दछु र यदि पुरा गर्न नसके खण्डमा विद्यालय प्रशासनको कानुन बमोजिम सजाय सहजै स्वीकार्नेछु। धन्यवाद। यो कार्यक्रम हाम्रो लोकतान्त्रिक मूल्य मान्यता, नेतृत्व विकास र सहभागिताको प्रतीक हो। एकपटक फेरि पनि नवनिर्वाचित क्याप्टेन र भाइस क्याप्टेनलाई विद्यालय परिवारबाट विशेष बधाई छ, साथै तपाईँहरूलाई सफल कार्यकालको शुभकामना छ। आजको यो भिडियो यहाँसम्म हेरिदिनु भएकोमा र यहाँसम्म हेरेर साथ दिनुभएकोमा मनैदेखि नै धन्यवाद भन्दै हजुरको बहुमूल्य समय सुखमय र रमणीय रहोस्। जय विद्यालय। धन्यवाद।